अनलाइनबाट सामान अर्डर गर्ने भनेको फर्स्ट टाइम हो। फेरि डुप्लिकेट आयो भने के गर्ने होला यार। तपाईँले हो सर सामान अर्डर गर्नुभएको? ल तपाईँको सामान चाहिँ आइसकेको छ है। ल म तपाईँको सामान दिन्छु। ल ल सर तपाईँको सामान यही हो। अब चाहिँ म गएँ है त। रोक्नु रोक्नु, मैले जे सामान अर्डर गरेको त्यही आहा कि आएन हेर्नु पर्यो। ए ल ल, ठिक छ ठिक छ। टेन्सन नलिउ न, म छु नि। म सिकाउँछु तिमीलाई अनलाइनबाट सामान कसरी अर्डर गर्ने भनेर। अनलाइनबाट सामान अर्डर गर्दा चाहिँ हामीले 2-3 वटा कुराहरूमा ध्यान दिनुपर्छ। त्यति कुराहरूमा ध्यान दियो भने चाहिँ एकदम राम्रो जेन्युइन सामानहरू चाहिँ आउँछ होइन। त्यही भएर ढुक्क भौ, तिमी केही टेन्सन नलिऊ। सब कुरा चाहिँ म तिमीलाई सिकाइदिन्छु र त्यो सब कुरालाई राम्रोसँग जान्नको लागि चाहिँ यो भिडियोलाई पुरा हेर्नु। हामी चाहिँ आइसकेको छौँ आफ्नो मोबाइल स्क्रिनमा। मोबाइल स्क्रिनमा चाहिँ म तपाईँहरूलाई दराज अनलाइन सपिङको स्क्रिन रेकर्डिङ देखाउँदैछु। अब तपाईँहरूले भन्नुहुन्छ फेरि दराजकै रेकर्डिङ देखायो भनेर, तर अब के गर्ने, नेपालमा चाहिँ चल्दो बल्दो टप अनलाइन सपिङ प्लेटफर्म भनेको चाहिँ अहिले दराज नै हो होइन। सो त्यही भएर अहिले मोस्ट अफ द मान्छेहरूले चाहिँ अनलाइन सपिङ गर्ने भनेको दराजले नै हो। सो त्यही भएर अब चाहिँ म तपाईँहरूलाई दराजबाट अनलाइन सपिङ गर्ने बेला चाहिँ कुन कुन कुराहरूमा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ भनेर चाहिँ भन्नेवाला छु। अनि तपाईँहरूले चाहिँ त्यो कुराहरूमा ध्यान दिनु भएन भने चाहिँ अलिकति आफूले सोचेको जस्तो सामानहरू चाहिँ पाउन अलिक गाह्रो पनि हुनसक्छ र तपाईँहरूलाई चाहिँ डिसअपोइन्टमेन्ट पनि हुनसक्छ। आतुरी गरि नहाल्नुहोस् होइन। सबै कुरालाई चाहिँ राम्रोसँग रिसर्च गर्नुहोस्। अब त्यो रिसर्च चाहिँ कसरी गर्ने भन्दा, कुनै पनि एउटा प्रडक्टको यहाँनिर प्राइस देखाइरहेको छ। अब इक्जाम्पलको लागि यो मेसिनको यहाँनिर 186 रुपिजमै प्राइस देखाइरहेको छ। अब यसलाई डेलिभरी चार्ज सुद्धा चाहिँ कति लाग्छ भनेर हेर्नको लागि बाइ नाउमा गर्ने। बाइ नाउ गरिसकेपछि यसलाई डेलिभरी चार्ज सुद्धा चाहिँ 340 रुपिज लाग्दो रहेछ। र त्यसपछि भनेको यसमा भाउचरको डिस्काउन्टहरू चाहिँ कुनै पनि छैन। जेम्सको डिस्काउन्ट गरेर चाहिँ तपाईँहरूले 9 रुपियाँ डिस्काउन्ट गर्न सक्नुहुन्छ। अब यो भयो सिम्पल कुरा यसको डेलिभरी चार्जसँगको प्राइस कति भनेर। अर्को भनेको चाहिँ अब मैले सुरुमा भनिरहेको थियो, यो सामान चाहिँ राम्रो छ कि छैन, यसको क्वालिटी चाहिँ कतिको छ भनेर कसरी थाहा पाउने, त्यो कुरा चाहिँ तपाईँहरूले यहाँनिर जुन यो रेटिङ्स अथवा स्टार जस्तो देखाइरहेको छ नि, त्योबाट चाहिँ थाहा पाउन सक्नुहुन्छ। अब उदाहरणको रूपमा यहीँनिर हेर्नुहोस्, यो सामान चाहिँ पहिला 922 पिसेस चाहिँ सोल्ड भइसकेको छ भनेको मतलब 922 जनाले चाहिँ यो सामान किनिसक्नु भएको छ। र त्यो मध्ये त्यसरी त्यो 922 जनाले किन्दा चाहिँ 4 को रेटिङ पाएको छ। अब कुनै पनि सामानको रेटिङ चाहिँ टोटल 5 मा गर्ने हो। अब 5 मा 4 को रेटिङ पाएछ भनेको त्यो पनि एकदम राम्रै हो। 922 जनाले किन्दा चाहिँ यहाँनिर 4 को रेटिङ छ र 118 जना मान्छेहरूले चाहिँ रेटिङ र आफ्नो रिभ्यूहरू पनि राख्नु भएको छ। अब कुनै पनि सामानको क्वालिटी चेक गर्नको लागि अथवा क्वालिटी थाहा पाउनको लागि चाहिँ यही रिभ्यू नै एकदम इम्पोर्टेन्ट हुन्छ होइन। रिभ्यू भनेको चाहिँ के हो भन्दा, जो मान्छेले चाहिँ यस्तो सामानहरू अलरेडी किनिसक्नु भयो त्यो मान्छेहरूले चाहिँ यहाँनिर आफ्नो एक्सपिरियन्स अथवा रिभ्यू चाहिँ छोडिदिनुहुन्छ। अब यहाँनिर हेर्नुहोस्, इक्जाम्पलको लागि गुड प्रोडक्ट बट फर दिस प्राइस रेन्ज ₹155 बेस्ट फर बियर ट्रिमिङ, यस्तो यस्तो भनेर चाहिँ लेख्नु भएको छ। अर्को मान्छेले के भन्नुभएको छ भने, राम्रै छ, काम चलाउँछ, ब्याट्री ठिक छ, ड्युरेबिलिटी चाहिँ छैन, सम्हालेर चलाउ केटा हो, प्राइस एज क्वालिटी एन्ड वर्थ इट, यस्तो यस्तो भनेर लेख्नु भएको छ। सो 2-4 वटा रिभ्यू पढ्नु भयो भने चाहिँ तपाईँहरूले यो सामानको क्वालिटी कस्तो रहेछ भनेर चाहिँ एकदम क्लियर कट डिसिजन चाहिँ बनाउन सक्नुहुन्छ होइन। अब यो रिभ्यूमा चाहिँ सबै मान्छेहरूले राम्रै राम्रै कुराहरू लेखिराख्नु भएको छ भने चाहिँ ओहो ल यो सामान चाहिँ जेन्युन रहेछ, यो सामानलाई चाहिँ हामीले ट्रस्ट गर्न सकिन्छ भनेर चाहिँ त्यो एउटा पोइन्ट अफ भ्यू राख्न सक्नुहुन्छ। तर यो रिभ्युजमा चाहिँ धेरै ब्याड कमेन्टहरू छ भने चाहिँ तपाईँहरूले त्यो सामान चाहिँ अलिकति ब्याड क्वालिटीको रहेछ भनेर बुझ्नुपर्ने हुन्छ र त्यो सामानबाट चाहिँ तपाईँहरू टाढै बस्नुपर्ने हुन्छ। सो यसरी तपाईँहरूले रेटिङ र रिभ्यूहरू राम्रोसँग हेरेर चाहिँ यो सामान किन्ने अथवा नकिन्ने भनेर आफ्नो चोइस चाहिँ बनाउन सक्नुहुन्छ। र कुन सामान किन्ने कुन सामान नकिन्ने भनेर चोइस गरिसकेपछि त्यो सामानहरूलाई चाहिँ तपाईँहरूले डाइरेक्टली यसरी बाइ नाउ गर्नुभन्दा पनि एड टु कार्टमा चाहिँ गर्ने बानी बसाल्नुहोस्। एड टु कार्टमा राखिसकेपछि चाहिँ तपाईँहरूले त्यो सामानलाई कुनै पनि बेला चाहिँ एसेस गर्न सक्नुहुन्छ। इक्जाम्पलको लागि यहाँनिर हेर्नुहोस्, यो मैले भर्खरै एउटा देखेको मेसिन चाहिँ मैले एड टु कार्टमा गर्दा 228 पर्छ र अर्को त्योभन्दा पहिला मैले एड टु कार्टमा गरेको चाहिँ 186 रुपिजमा छ। यसरी चाहिँ हामीले एउटै क्याटेगोरीको सामानहरूको प्राइस पनि कम्पेयर गर्न सक्छौँ र कुनमा चाहिँ अलिकति राम्रो डिस्काउन्ट छ अथवा कुन चाहिँ अलिकति एफोर्डेबल पर्न जान्छ, त्यसरी आफ्नो इच्छा अनुसार चाहिँ सामानहरू पनि किन्न सक्छौँ। र एड टु कार्टमा राख्नुको धेरै फाइदाहरू छ होइन। किनभने आज तपाईँले एड टु कार्टमा राख्नुभयो, भोलिपल्ट खोलेर हेर्दा त्यसमा
अफरहरू आएको बेला अलिकति घट्यो भने चाहिँ भोलिपल्ट तपाईँहरूले अलिकति सस्तो प्राइसमा चाहिँ पाउन सक्नुहुन्छ। अब यसरी तपाईँहरूले अब राम्रो प्रडक्ट चोइस गर्नुभयो, एड टु कार्टमा राख्नुभयो भने चाहिँ अब अर्डरहरू चाहिँ कसरी गर्ने भनेर चाहिँ म तपाईँहरूलाई त्यो पनि सानो स्टेप बाई स्टेप ट्युटोरियल चाहिँ देखाउनुवाला छु है त। सो यहाँनिर चाहिँ मैले एउटा प्रडक्ट चाहिँ आफ्नो एड टु कार्टमा राखिरहेको छु पछि किन्छु भनेर। सो आज चाहिँ अब म यही अर्डर गर्नु गइरहेको छु, म तपाईँहरूलाई यो अर्डर गरेर देखाउँछु है त। सो अर्डर गर्नुको लागि यहाँनिर तपाईँहरूले यो टिकमा गरिदिइसकेपछि यहाँनिर चेकआउट गर्न सक्नुहुन्छ। यसको प्राइस छ 185 र सिपिङ फी भनेको चाहिँ 149 भनेर देखाइरहेको छ। यसरी हामीले चेकआउट गऱ्यो भने चाहिँ यहाँनिर यसको टोटल चाहिँ 334 हुन जान्छ। अब 334 हुन गइसकेपछि यहाँनिर भाउचर एन्ड कोडमा चाहिँ कुनै पनि किसिमको डिस्काउन्टहरू चाहिँ एभाइलेबल छैन, तर जेम्सको चाहिँ RS 2 रुपियाँको डिस्काउन्ट चाहिँ छ। यो डिस्काउन्ट चाहिँ म यहाँनिर एड गरिदिन्छु अनि त्यसपछि चाहिँ प्रोसिड टु पे गरिदिन्छु। प्रोसिड टु पे गरिसकेपछि यहाँनिर तपाईँको कुन कुन पेमेन्ट सिस्टमहरू चाहिँ अलरेडी छ त्यही देखाउँछ। अब इसेवा छ भने यसरी तपाईँहरूले माई सेभ पेमेन्ट मेथडमा इसेवा भनेर आफ्नो नाम देख्न सक्नुहुन्छ, अथवा तपाईँहरूले यहाँनिर अदर पेमेन्ट मेथड्समा आफ्नो क्रेडिट कार्ड, आफ्नो डेबिट कार्ड, खल्ती बाई आइएमई र क्यास अन डेलिभरी पनि गर्न सक्नुहुन्छ। अब म चाहिँ आफ्नो पेमेन्ट नर्मली पनि आफ्नो ब्याङ्कको कार्डबाट गर्नेवाला छु, यहीबाट मलाई एकदम सजिलो हुन्छ यो गरेपछि होइन। सो त्यही भएर तपाईँहरूले चाहिँ आफ्नो इच्छा अनुसार चाहिँ आफ्नो पेमेन्ट गर्न सक्नुहुन्छ। सो यसरी तपाईँहरूले आफ्नो मेथड्स युज गरेर चाहिँ पे नाउ गरिसकेपछि तपाईँहरूको पेमेन्ट चाहिँ हुन्छ र पेमेन्ट सक्सेस भयो भने चाहिँ यहाँनिर सबै डिटेल्सहरू देखाउँछ होइन। अब यति भएपछि चाहिँ तपाईँको अर्डर चाहिँ भयो। अब भनेको चाहिँ तपाईँहरूले भ्यू अर्डरमा क्लिक गरेर त्यो अर्डरको चाहिँ लाइभ कन्डिसन चाहिँ हेर्न सक्नुहुन्छ होइन। यहाँनिर चाहिँ अब वी विल बी प्याकिङ योर पार्सल सुन भनेर देखाइरहेको छ, भनेको मतलब मैले चाहिँ भर्खरै अर्डर गरेको छु, सो त्यही भएर चाहिँ वी विल बी प्याकिङ योर पार्सल सुन भनिरहेको छ। अब यहाँ भोलिपल्ट मैले खोलेर हेरेँ भने यहाँनिर फेरि अलिकति अपडेट चाहिँ आउँछ होइन। अनि यसरी तपाईँहरूले अब मलाई चाहिँ मोस्ट अफ द मान्छेहरूले आज मैले अर्डर गरेको कति दिनमा आइपुग्छ भनेर सोधै गरिराख्नुहुन्छ होइन। त्यो कुरा पनि तपाईँहरूले चाहिँ यहीँबाट थाहा पाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले के भन्ने भने सबैभन्दा ब्याकमा गएर यहाँनिर भ्यू अल अर्डर्समा क्लिक गर्नुपर्ने हुन्छ। भ्यू अर्डरमा क्लिक गरिसकेपछि तपाईँहरूले भर्खरै जुन यो अर्डर चाहिँ आफ्नो गर्नुभयो भने त्यो यहाँ देखाउँछ। त्यही अर्डरमा क्लिक गरिसकेपछि यहाँनिर चाहिँ यो सेलर टु प्याक भनिरहेको छ नि, यहाँनिर चाहिँ अलि टाइम पछि चाहिँ इस्टिमेटेड डेलिभरी डेट भनेर चाहिँ कुन दिनमा चाहिँ तपाईँको सामान आउने छ भनेर चाहिँ त्यो एउटा यहाँनिर इस्टिमेट प्रोबेबिलिटी चाहिँ एउटा डेट चाहिँ दिएको हुन्छ। त्यही डेट अनुसार चाहिँ तपाईँहरूले आफ्नो सामान चाहिँ कति बेला आउँछ भनेर सबै डिटेल्सहरू चाहिँ पाउन सक्नुहुन्छ। हो यसरी नै मैले देखाएको सम्पूर्ण प्रोसेसहरू युज गरेर चाहिँ तपाईँहरूले दराजबाट अथवा अनलाइन सपिङबाट चाहिँ राम्रो सामानहरू चाहिँ अर्डर गर्न सक्नुहुन्छ। पेमेन्टको सिस्टम भनेको तपाईँहरूले क्यास अन डेलिभरी पनि गर्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई चाहिँ अनलाइनबाट पैसा पहिल्यै तिर्यो अनि पछि सामान राम्रो आएन भने के गर्ने भनेर टेन्सन छ भने चाहिँ तपाईँहरूले क्यास अन डेलिभरी पनि गर्न सक्नुहुन्छ।